भिडियोमा भ्युज आओस् या नआओस् भिडियो त डेली नै हाल्छु है। र हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग है। र आजको दिन भने चाहिँ म र मेरो 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 हस्बेन्ड र आमा नानी हामी चाहिँ सबै फ्यामिली नै आज बारीपट्टि नै छौँ है। किन भन्दामा यहाँनिर चाहिँ म र मेरो हस्बेन्डले चाहिँ फुलहरूतिर चाहिँ है यसरी फुलहरूको चाहिँ माटोहरू चाहिँ अलिक पुरानो भएछ नि त, त्यही भएर मल र माटो मिसाएर मल चाहिँ पहिल्यै ल्याइसकेको थियो है। र बारीको माटो चाहिँ मलिलो थियो नि त हाम्रो, र माटोमा चाहिँ मल मिसाएर चाहिँ गमलामा फटाफट गरेर चाहिँ माटो भर्दै थियौँ है। अब उयो रोपौँ भनेको नि त, फुलहरू फेरिदिउँ भनेको है, साह्रै कामले भ्याउँदैन। त्यही भएर चाहिँ बिहाको बेलामा दुईजना बुढाबुढीको छुट्टी भएको बेलामा चाहिँ त्यो काम चाहिँ सकिदिउँ न त भनेर बल्ल 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 भ्याएर समय निकालेर चाहिँ यो माटोहरू भर्न थालेको थियो है। र दुईजना फटाफट गरेर काम गरिरहेको छु। हेर्नुहोस् न, हालत हाम्रो कस्तो भइसकेको छ है। र मेरो आमा र नानी पनि बारीमै छ है, बारीमै हुनुहुन्छ। र बुढाले फटाफट गरेर माटोहरू खनिदिनु भयो नि त होइन। मैले पनि गमलामा फटाफट गरेर हालिदिँदै थियो हो। म एक्लै चाहिँ गर्न सक्दिनँ काम, त्यही भएर चाहिँ मलाई चाहिँ जे गरौँ बुढाकै सपोर्ट चाहिन्छ है। र भोइस ओभर गर्दाखेरि चाहिँ मेरो चाहिँ स्वर कस्तो सुनिँदैछ है, किनभने सर्दी लागेको छ, त्यही भएर यसो सुनिँदैछ है। र बारीमा नानी पनि यसरी खेल्दै थियो है बाख्राहरूसँग है। र यहाँ हेर्नुहोस् न, हामीले यति माटो हालिसक्यौँ हो। र आमाले पनि यहाँनिर सबैको आफ्नो काम चाहिँ साथी हाम्रो चाहिँ आमाले पनि लन्चको लागि 12 बजीको खाना खाएको थिएन नि त हामीले, त्यही भएर चाहिँ आमाले चाहिँ उयस साग टिप्नु हुँदै थियो नि त। र हाम्रो चाहिँ योपालिको धनियाँ चाहिँ एकदम राम्रो भएको थियो, यहाँनिर काटेको छ, कति बिक्री पनि गर्नु पाएँ जस्तो योपालि त हो। र यहाँनिर लट्टे साग पनि पुरा भएछ भनेर चाहिँ मैले देखाउँदै थिएँ, हेर्दै थिएँ है। नानी चाहिँ बाख्रासँग खेल्नु पायो भने बिर्सिन्छ, यसलाई मजा आउँछ क्या। र हामीले चाहिँ फाइनली चाहिँ यस प्रकारले चाहिँ यसरी चाहिँ गमला यसरी राखिदिउँ है। फुलहरू ल्याउनु पर्ने थियो है, त्यही भएर चाहिँ फुल नराखी थियो। त्यही भएर बुढाले चाहिँ अब लास्टमा चढ्नु पर्यो, माटोहरू साफसफाइ गर्दैछ है।